कहिले पनि नआउने नाम राखिरहनु पर्ने मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ कि हो। के मान्छे सधैँ राख्ने गर्छौँ हामीले हरेक फङ्सनमा, कहिले पनि देखा पनि पर्दैन, केही गर्दैन। त्यस्तो खालको मान्छेहरू पनि खोज्यो भने भेटिन्छ कि जस्तो लाग्छ मलाई। त्यस्तो नाम चाहिँ नआउने, कहिले पनि नआउने नाम चाहिँ सधैँ टाँस्नुपर्ने पदोदाका कारणले खुदै व्यक्तिलाई कुनै अर्थै छैन, महत्त्वै छैन, वास्तै छैन भने त्यो सधैँ नाम झुन्ड्याइरहने नि। त्यो पनि नगरे पनि हुन्छ। किन त्यो जो मान्छे कि तपाईँहरू सोध्नुहोस् आउने हो कि होइन, रुचि छ कि छैन। यो विशेष गरी मैले के देखाएको कुरो भनौँ हजुर, यो सम्मान्यज्यूले चेयर गर्ने फर्मल मिटिङमा आउनुपर्ने बोलाएको मान्छेको कर्तव्य, उहाँको जिम्मेवारीभित्र पर्ने विषय हो। अब सोध्न पनि गाह्रो, जिल्ला बाहिर हुन त एउटा विषय भयो होइन। नत्र भने चाहिँ यो फर्मल मिटिङमा चाहिँ आउनुपर्छ भन्ने चाहिँ हामीले मान्यता राखेको एउटा। अर्को चाहिँ मिटिङमा सम्मान्यज्यू बस्दा बस्दै उठेर जाने प्रवृत्ति पनि नराम्रो हो। त्यो मिटिङ कुनै पनि मिटिङको डेकोरमभित्र पर्दैन हजुर। मैले आज यो कुरा पनि निवेदन गरेँ, अस्ति मैले फिल गरेको विषय हो त्यो। हाई लेभल कमिटीमा सहभागिताका लागि आमन्त्रण गर्ने, तर एकपल्टको कुरा होइन, दुईपल्टको होइन, तीनपल्ट होइन, तीनपल्ट लगातार आएन भने त कतै जान्छ। त्यस्तो ठाउँमा चारपल्ट पाँचपल्ट जतिपल्ट पनि कुनै जसलाई न चाड न पर्व न केही कुनै वास्ता नभएको, अनि त्यस्तोमा सधैँ बोलाउनु पर्ने, हामीलाई त्यो बाध्यता हुने, अनि आउनुपर्ने मान्छेलाई बोलाइराख्नुपर्ने। यस्तो हुँदैन। अर्कोपल्टसम्ममा सोधी खोजी गर्नु होला, हेर्नु होला रेकर्ड। को एकपल्ट पनि आउँदैन, त्यो रेकर्ड हेरेर आउने हो कि होइन सोधेर, आउने होइन, आउन सकिन्न भनेदेखि नाम नराख्नु। हरेकपल्ट इतिहास चाहिँ बनिरहने, नाम चाहिँ छापिरहने, हरेक ठाउँमा पढी बाँचे हामीले पवित्र नाम गरिरहनु पर्ने। सबै साथीहरूलाई धन्यवाद दिँदै अब उद्यमसँग मनाउनुपर्छ।